हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ है। अनि मैले चाहिँ धेरै समय पछाडि चाहिँ सेकेन्ड भिडियो लिएर आएको छु होइन। बिचमा चाहिँ म अलिकति बिजी थिएँ अनि त्यही कारणले गर्दाखेरि मैले चाहिँ भिडियो ल्याउन पाइरहेको थिइनँ। अनि अहिले चाहिँ फाइनली म टोटली फ्री छु होइन। त्यही कारणले गर्दाखेरि नयाँ भिडियो लिएर आएर चाहिँ त्यो भिडियो चाहिँ अब एउटा हाम्रो आज एनिभर्सरी हो अनि त्यो स्पेसल अकेजनमा चाहिँ मैले मेरो हस्बेन्डलाई सानो एउटा सरप्राइज दिउँ। अब ठुलो त दिन सकिँदैन नि त, अनि त्यही भएर सानो सरप्राइज दिनु पऱ्यो भनेर चाहिँ मैले एउटा सरप्राइज प्लान गरेको छु। त्यो सब भिडियो चाहिँ त्यही विषयमा छ। लास्टसम्म हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला है त। मैले चाहिँ केक बनाउने सोचेर है सुपरबाट टप भ्यालु भन्ने ब्रान्डको एउटा प्लेन स्पोन्ज केक लिएँ होइन। अनि त्यसको साथसाथै त्यही ब्रान्डको मैले व्हिप्ड क्रिम लिएँ। यो चाहिँ मैले 3टा लिएको छु होइन। 3टा चाहिँ अलिकति धेरै युज हुन्छ नि त व्हिप्ड क्रिम। अनि त्यसको साथसाथै मैले डेकोरेसनको लागि चाहिँ यो डाइसोबाट स्प्रिङ्कलहरू लिएको छु। अनि त्यसपछिबाट मैले घरमै सुगर सिरप बनाएँ। त्यसमा चाहिँ मैले भेनिला एसेन्स हालेँ र डेकोरेसनको लागि फ्रुट्सहरू पनि लिएँ मैले होइन। अन्त त्यसपछिबाट मलाई यो स्पोन्ज केक चाहिँ कस्तो राम्रो लाग्यो साथीहरू होइन। हेर्नु न मजाले बटर पेपरले ऱ्याप गरेर टु पिसेसमा कट गरेर एकदम सजिलो बनाइदिएको रहेछ होइन यो। अनि कस्तो राम्रो बट्टा रहेछ क्या। हेर्नु न सबै कुरा रेडिमेड भएर चाहिँ साह्रै सजिलो लागिरहेछ मलाई पनि केक बनाउनु। मेबी सजिलैसँग बनिन्छ होला केक। हेर्दै गर्नु है भिडियो लास्टसम्म। मैले चाहिँ सुरुको लेयरिङ अब स्टार्ट गरेँ। मुनि मजाले एडजस्ट गर्नको लागि सबभन्दा मुनि बेसमा मैले व्हिप्ड क्रिम लगाएँ होइन। अब यसलाई म मजाले प्लेटमा मिलाएर राख्छु। मैले चाहिँ घरमा होइन फर्स्ट टाइम केक बनाएको। अनि आइडन टेस्ट कस्तो हुन्छ, तर यो रेडिमेड सामान हो सबै होइन। त्यही कारणले गर्दा टेस्ट चाहिँ राम्रै हुन्छ भन्ने लागिरहेछ। अब बुढा भरे कतिको सरप्राइज हुने हो पनि यो नि मेरो फर्स्ट सरप्राइज नै हो बुढाको लागि। किनकि योभन्दा अगाडि मैले उसलाई अहिलेसम्म एकचोटि पनि सरप्राइज दिएको छुइनँ कि। मैले चाहिँ होइन फर्स्ट लेयरिङ गरिसकेर अब सेकेन्ड लेयरिङको लागि चाहिँ अर्को हुन्छ नि स्पोन्ज केक राख्नुको लागि चाहिँ त्यसमाथिबाट अलिअलि सुगर सिरप छर्केर राखिरहेको छु। सुगर सिरप मैले अलिक थोरै बनाउँछु, केही छैन अब यसलाई नि म्यानेज गरिन्छ होइन। मलाई चाहिँ यो भिडियो बनाउने क्रममा होइन नानीले बेला बेलामा आएर डिस्टर्ब पनि गरिरहेछ होइन। अनि ब्याकग्राउन्डमा पनि कति म्युजिकहरू सुनिरहनु भएको होला है डिस्टर्ब। अनि त्यसै साउन्डहरू सुनिरहनु भएको होला। त्यो चाहिँ मेरो बच्चाले मोबाइल हेर्दैछ होइन अर्को कोठामा। घरिघरि यहाँ आएर पनि च्याउँदै जाँदै गरिरहेछ, के गर्दै हुनुहुन्छ मम्माले भनेर। कति हाँस उठ्छ कि। मैले चाहिँ अब अर्को लेयरिङ पनि सुरु गरेँ। अनि त्यहाँदेखि टपमा क्रिमहरू लाउनु थालिसकेँ होइन। यो क्रिम लाउनु चाहिँ लास्टै गाह्रो हुने रहेछ साथीहरू। स्मुदै नहुने कि एकपट्टि अलिक अग्लो भयो भने अर्कोपट्टि अलिक होचो भइहाल्यो। अनि त्यहाँ मिलायो फेरि त्यहाँ आउनु मिल्नै गाह्रो हुने रहेछ क्या। अरूले बनाएको देख्दा त कति इजी होला भन्ने लाग्छ है, तर यो आफूले बनाउनु पर्दाखेरि चाहिँ अलिकति गाह्रो हुने रहेछ कि साथीहरू। यो क्रिम लगाउने पार्ट चाहिँ लास्टै गाह्रो लाग्यो मलाई चाहिँ। फर्स्ट टाइम बनाएर हो कि त्यस्तो भएको हातमा लगेर है, थाहा भएन त्यो चाहिँ। तर पनि मलाई चाहिँ गाह्रो लाग्यो है। हेर्नु न अब यो बनाउँदैछु, यो पनि नहुने रहेछ त्यस्तै। मैले चाहिँ के साथीहरू कुरा कुरामा है बनाउँदै गर्दा त्यो के अरे हुन्छ नि फ्रुट्सको पल्पहरू हुन्छ नि, त्यो चाहिँ मैले बिचमा हाल्छु भनेर सोचेको थिएँ। त्यो चाहिँ मैले हाल्नै बिर्सेछु अब चाहिँ। तर सादा भयो भने मिठो भयो भने भइगयो। मेरो केकको लुक चाहिँ यस्तो भएछ है साथीहरू। हेर्नु न कति राम्रो भयो। ह्याप्पी 6th एनिभर्सरी बुढा। केक तिमीले बनायो? कस्तो छ? राम्रो छ। कति राम्रो भएछ त। त्यही मैले मेहनत गरेर बनाएको सिम्पल।